यति बेला दुर्गा प्रसाई बाहिर आइसक्नु भएको छ। 3 जिल्लाका प्रमुखसँग भेटेर काठमाडौँ भक्तपुर ललितपुरको सिडिओ साहबहरू, काठमाडौँ भक्तपुर ललितपुरको एसएसपी साहबहरू, एसपी साहबहरू हैन र यो इन्टेलिजेन्टको सरहरू सबैजनासँग कुरा भयो। कुरा भएपछि उहाँहरूले आन्दोलनको विषयमा, तपाईहरुका मागका विषयमा कुरा भनेर भन्नुभयो। हामीले हाम्रो तर्फबाट हाम्रा मागका विषयमा स्पष्ट कुरा राख्दैका छौं र राजनीतिक कुराहरू पनि हाम्रो लेभलबाट हुँदैन, अरु हामीले गर्न सक्ने हामीबाट हुन्छ भनेर भन्नुभयो। उहाँबाट सिडिओ साहबबाट हुने र एसएसपी साहबबाट हुने हाम्रा कुनै पनि माग छैनन् हैन। र मैले उहाँहरूलाई एउटा कुरो के राखेँ भने यो सरकार कुन संविधानबाट कुन धाराबाट बन्यो हैन, र यो सरकारको काम र कर्तव्य के हो र जेएनजीहरूका माग पूरा भयो कि भएन हैन, र जेएनजीहरूका माग के थिए र भन्ने खालको कुरा यिनै कुरामा छलफल भइसकेपछि हामीलाई यो कुरा माथि पुर्याउँछु भन्नुभएको छ। अहिले भएको कुरा त्यति नै हो। अब तपाईहरुलाई त सरकारले पनि वार्तामा बोलाउँछु भनेको थियो, क्यारे औपचारिक पत्र आयो कि आएन कि यो सिडिओ तह र प्रहरी प्रमुख तहमा मात्रै सीमित हुने हो तपाईहरुको वार्ता? होइन, मैले चाहिँ एउटा कुरो के छ भने म सहज मान्छे छु। मलाई सिडिओ साहबहरूले बोलाउनु भयो, म आइदिए विकासजी आउनुहोस् न भनेर, किनभने भोलि हामीलाई सबैजना मान्छे चाहिन्छन् होइन। म अब उ गरेर बस्ने कुरो भएन कोठामा होइन, म आइदिएँ। तर तपाईँले के बुझ्नुहोस् भने उहाँहरूले जुन हिसाब किताबले अहिले जुन गर्नुभएको छ, उहाँहरूले फर्स्ट चाहिँ उहाँहरूले मलाई बुझ्न तपाईँहरूको आन्दोलन कहिलेदेखि हो के हो भनेर उहाँहरू शान्ति सुरक्षा दिने मान्छे भएपछि उहाँहरूले बुझ्नु स्वाभाविकै हो हैन। त्यही विषयमा छलफल भयो। अरू मागको विषयमा उहाँहरूले माथि कुरा पुर्याउँछु भनेको छ। हामीले के भन्यो भने हामीलाई सरकारको तर्फबाट औपचारिक पत्र चाहिन्छ अनि हामी आउँछौँ हैन। नभएदेखि अब औपचारिक पत्र आएन भनेदेखि त यो जेएनजी आन्दोलन जस्तै हुन्छ क्या फेरि। अब तपाईँ चाहिँ के भन्दै हुनुहुन्थ्यो भने हामी कुनै पनि हालतमा ब्याक हुँदैनौँ भनेर तपाईँले भनिरहनु भएको थियो। हाम्रा आन्दोलनको लागि तपाईँहरू तयार भइरहनु भएको थियो। अहिले एकाएक फेरि तपाईँ वार्ताका लागि जहाँ पनि जसले बोलाए पनि जान तयार हुनुभयो। त्यो कुरा डराएको हो, त्यो कुरो होइन, त्यो डराएको कुरो छोडिदिनु न। किनभने माओवादीहरूले पनि हरेक युद्धमा नि वार्ता पनि हुन्छन्, सबै कुरा हुन्छन् होइन। उहाँहरूले कमसेकम पनि एउटा चाहिँ वार्ताको लागि हिजो त त्यो केपी ओलीको सरकारले बोलाएको थिएन नि, कमसेकम उहाँहरूले पहल गर्नु हुँदैछ भने एकपल्ट हेरिहाल्नु नि त। के को डराउनु भने किन डराउनु? देश कसको? हाम्रो होइन, देश हाम्रो। कसले भनेको? मैले पक्रिने भने यहीँबाट जाने भनेको अहिले म त लुगा सुगा बोकेर हिँडेको मान्छे जतिखेर पनि जान्छु नि। अनि जोगीलाई जहाँ लाँदा पनि भइहाल्छ नि, म त जोगी हो। ल यो कुरामा छोडिदिनु, म डराउँदिन। जस्तो मागको विषयमा चाहिँ के छ त तपाईहरुको मागको विषयमा अझै नेपाली जनताले बुझ्ने ढंगले माग भनेको के छ भन्दाखेरि नि गरिबका जुन लिलाम भएर गएका घर जग्गा फिर्ता हुनु पर्यो, लघुवित्त सहकारीको 20 लाख भन्दा मुनिको ऋण लिना हुनु पर्यो, 20 लाख भन्दा माथिको ऋण छ नि 5% ब्याजमा 25 वर्षलाई तिर्ने मौका पाउँछ। आन्दोलन चाहिँ कहिलेबाट सुरु हुन्छ?